नमस्कार। संगठित संस्थाहरूको सहायक चौथो तह पूर्व योग्यता परीक्षाको लागि एकीकृत पाठ्यक्रम आइसकेको छ। मैले हेर्ने खण्डबाट महत्त्वपूर्ण 30 वटा एमसीक्यू क्वेशनहरू लिएर म उपस्थित भइसकेको छु। बाँकी प्रश्नबाट मैले हेर्ने खण्ड भनेको एउटा शासन पद्धति र संविधान भन्ने छ। शासन पद्धति र संविधान, त्यसपछि कार्यालय तथा सार्वजनिक व्यवस्थापन। अरु सजिलै हुन्छ, यो यसबाट पनि एमसीक्यू क्वेशनहरू बनाउन सजिलै हुन्छ, तपाईहरुलाई पढ्न पनि सजिलै हुन्छ। तर कार्यालय तथा सार्वजनिक व्यवस्थापनबाट एमसीक्यू क्वेशनहरू अलिकति गाह्रो हुन्छ। यसलाई चाहिँ म सहजीकरण गर्नेछु। यिनीहरुबाट कस्तो टाइपको क्वेशन सोध्छ एमसीक्यूमा, 4 वटा अप्सन सहित। सँगसँगै यो पढ्दै गर्दाखेरि हाम्रो रिटर्नको पनि एउटा राम्रो तयारी हुनेछ। त्यसपछि अर्को खण्ड रहेको छ सार्वजनिक संस्थान सम्बन्धी ज्ञान। यसबाट 20 अंकको सोध्छ, यसबाट 10 र त्यसबाट पनि 10। अब पहिलो प्रश्न रहेको छ। पहिलो प्रश्न है आजको, अभिलेख व्यवस्थापन चक्रमा नपर्ने चरण तलका मध्ये कुन हो? अभिलेख व्यवस्थापनका विभिन्न चरणहरू हुन्छन्, ती चरणहरूमध्ये नपर्ने, ती चरणहरूमा नपर्ने चरण यी मध्ये कुन हो भनेर क्वेशन सोधो। जसमा चाहिँ सिर्जना, भण्डारण, हस्तान्तरण र अनुसन्धान भन्ने छ। यो तीनटै पर्छ यसमा, यो चाहिँ त पर्दैन। यसको सही आन्सर अप्सन नम्बर डी हो। अब यो अभिलेख व्यवस्थापन चक्र भन्ने छ। अभिलेख व्यवस्थापन चक्रमा प्राप्ति वा सीएआरडी भनेर याद गर्दा पनि हुन्छ, कार्ड भनेर, जहाँ सी भनेको क्रिएसन, जसमा प्राप्ति वा सिर्जना पर्छ, एडमिनिस्ट्रेसन ए भनेको, र त्यसमा भर्ना छनौट र उपयोग पर्छ, संरक्षण रिटेन्सन र डिस्पोजल डीबाट, जसमा धुलाई थानको लगाउने भन्ने पर्दछ। यी चाहिँ यसका महत्त्वपूर्ण चरण हुन्, तर अनुसन्धान चाहिँ पर्दैन। यति बुझ्नु पर्यो। अब प्रश्न नम्बर 2। प्रश्न नम्बर 2 मा छ परिपत्र भनेको के हो? अब परिपत्र भनेको के हो? सिंगारिएको पत्र हो कि होइन? दोहोर्याएर लेखिएको पत्र पनि होइन। एउटै बेहोरा भएको धेरै कार्यालयमा पठाइने पत्र, यो चाहिँ यसको सही आन्सर है। कुनै निश्चित सूचना दिन तालुक निकायद्वारा मातहतका निकायलाई एकै पटकमा पठाइने पत्र चाहिँ के हो? परिपत्र हो। यसमा कुनै काम गर्न वा नगर्न निर्देशन पनि दिएको हुन्छ हो। यो निर्देशनात्मक हुन्छ भनेर चाहिँ भन्न सक्नुहुन्छ। ओके, अब यो पत्र चाहिँ प्राप्त गरिसकेपछि अध्ययन गरेर सबैलाई पढ्न लगाएर त्यसमा चाहिँ सिग्नेचर गर्न लगाएर त्यसलाई चाहिँ अभिलेखीकरण गरिन्छ र यसलाई चाहिँ अल्पकालीन नियमको आधारमा चाहिँ कार्यालयमा के गरिन्छ? कार्यान्वयन गरिन्छ भनेर भन्न सक्नुहुन्छ। अब अर्को क्वेशन छ, क्वेशन नम्बर 3। क्वेशन नम्बर 3 मा कार्यालयमा टिप्पणीको प्रयोग किन गरिन्छ? टिप्पणी भनेको के हो? सबभन्दा पहिला जान्नुपर्ने कुरा यो हो। कुनै महत्त्वपूर्ण विषयमा निर्णय गर्नु पर्यो भने प्रचलित कानुनको आधारमा आफ्नो राय सहित अधिकार प्राप्त अधिकारी समक्ष पेश गरिएको लिखित दस्तावेज भनेको के हो? टिप्पणी। यो निर्णय गर्नका लागि टिप्पणी तयार गरिन्छ। अब यसमा चाहिँ तल्लो तहबाटै आफ्नो राय सुझाव उठाउँदै कहाँसम्म पुर्याइन्छ? माथिल्लो तहसम्म, निर्णय गर्ने तहसम्म पुर्याइन्छ। त्यसमा सहायक स्तरीय कर्मचारीहरूले पनि आफ्नो राय प्रस्तुत गर्न पाउँछन्, अधिकृत स्तरीय कर्मचारीहरूले पनि आफ्नो राय प्रस्तुत गर्न पाउँछन् है। अब हाकिमले आफ्नो राय सुझाव मातहतका सहायकलाई निर्देशन दिन, एउटा अप्सन यो छ, यो गलत हो है। यो माथिबाट तल होइन, तलबाट माथि हुन्छ। सहायकले आफ्नो राय सुझाव मातहतका सहयोगीहरूलाई सूचना दिन, यो पनि मिलेन। त्यसपछि सहायकले आफ्नो हाकिम समक्ष असन्तुष्टि प्रकट गर्ने, यो असन्तुष्टि प्रकट गर्नका लागि होइन टिप्पणी उठाइने है। सहायकले कुनै निर्णय गर्नको लागि आफूभन्दा माथिको हाकिम समक्ष आफ्नो राय सुझाव प्रदान गर्न, यो चाहिँ यसको सही आन्सर है। अब प्रश्न नम्बर नेक्स्ट, प्रश्न नम्बर 4 मा पुग्यौँ हामी। नागरिक बडापत्रको सुरुवात कुन देशबाट भएको हो? भेरी भेरी इम्पोर्टेन्ट। यो चाहिँ कताबाट भएको? संयुक्त अधिराज्य बेलायतबाट भएको। सन् 1991 मा है। सन् 1991 मा तत्कालीन बेलायती प्रधानमन्त्री जोन मेजरले प्रथम पटक यसको प्रयोग गरेका थिए। सन् 1998 मा चाहिँ त्यहीँका प्रधानमन्त्री टोनी ब्लेयरले यसलाई चाहिँ केही सुधार सहित रिलन्च गर्नुभएको थियो। नेपालमा भने निमुखालाई न्याय विपन्नलाई आय भन्ने नारा सहित विक्रम सम्वत 2056 मा यसलाई भित्र्याइएको थियो। अनि 2061 विक्रम सम्वत है 2061 मा
सबै कार्यालयमा सबै नेपालका सार्वजनिक कार्यालय अर्थात् सरकारी कार्यालयमा यसलाई अनिवार्य गरिएको थियो भने 2070 को वैशाख 2 बाट क्षतिपूर्ति सहितको नागरिक बडपत्र कार्यान्वयनमा ल्याएको थियो। यस सम्बन्धी व्यवस्था सुशासन व्यवस्थापन तथा सञ्चालन 2064 मा गरिएको छ भनेर भन्न सक्नुहुन्छ। अब यसको बारेमा डिटेलमा कक्षामा पढौँला। अहिले भने यति मात्रै मैले फिडब्याक दिएँ। अब प्रश्न नम्बर 5 मा पुग्यौँ हामी। प्रश्न नम्बर 5 मा के छ भन्दा कार्यालयको कामको सन्दर्भमा चलानी भन्नाले के बुझिन्छ। अब दर्ता चलानी हामीले पढ्नुपर्छ। दर्ता भन्नाले के बुझिन्छ भनेर नि सोधिदिन सक्छ, चलानी भन्नाले के बुझिन्छ भनेर सोधिदिन सक्छ। अब चलानी भनेको कार्यालयले अन्य कार्यालयहरूमा अर्थात् कार्यालयले कार्यालयबाट बाहिर कुनै पत्र पठाउँदा त्यो पत्र पठाउनु अघि चाहिँ अन्तिम अभिलेख राख्ने कार्य गर्दछ, जसलाई के भनिन्छ, चलानी भनिन्छ हो। अब कार्यालयमा प्राप्त हुन आएका पत्रहरूको सुरुवाती अभिलेख राख्ने अर्थात् प्रारम्भिक अभिलेख राख्ने कार्यलाई के भनिन्छ, दर्ता भनिन्छ। अब हेर्नुहोस् है, कार्यालयमा अन्य निकायहरूबाट प्राप्त हुने चिठीको अभिलेख जनाउने कार्य भनेको छ, यो भनेको के हो, दर्ता हो, यो चलानी होइन। दोस्रो, कार्यालयबाट अन्य निकायमा पठाइने चिठी पत्रहरू प्रेषण गर्नु पूर्व भनेको पठाउनु पूर्व अभिलेख जनाउने कार्य, यो चाहिँ के हो, चलानी हो। सो यो क्वेसनको करेक्ट आन्सर भनेको अप्सन नम्बर बी। ल अब अर्को प्रश्नमा पुग्यौँ हामी। प्रश्न नम्बर 6 है। प्रश्न नम्बर 6 मा कार्यालयबाट अन्य निकायमा पठाइने चिठी पत्रहरू यो त फिडब्याक हो है, यसलाई छोडेँ मैले। प्रश्न नम्बर 6, नेपालको संविधान अनुसार संघीय बजेट कहिले संघीय संसदमा पेश गर्ने व्यवस्था छ। यस नेपालको संविधान 2072 मा यस सम्बन्धी व्यवस्था छ, धारा 119 मा है। उसले के भन्छ भन्दाखेरि प्रत्येक वर्षको जेठ 15 गते अर्थमन्त्रीले चाहिँ संघीय संसदमा यो बजेट चाहिँ पेश गर्नुपर्छ भन्ने व्यवस्था त्यसमा छ, यति बुझ्नु पर्यो है। अब प्रश्न नम्बर अर्कोमा गयौँ हामी। प्रश्न नम्बर कतिमा भन्दा प्रश्न नम्बर 7 मा सार्वजनिक निकायमा प्राप्त हुने चिठीपत्र वा निवेदनमा अधिकार प्राप्त अधिकारीले के कस्तो कारबाही गर्ने हो सोको बारेमा त्यसै पत्रमा लिखित रूपमा दिने निर्देशनलाई के भनिन्छ भने चाहिँ अब सुरुमा अभिलेख छ। अभिलेख होइन, अभिलेख भनेको त कार्यालयमा काम गर्ने दौरानमा सिर्जना भएका वा अन्य कार्यालयबाट प्राप्त भएका महत्त्वपूर्ण सूचना तथा दस्तावेज हुन्, जसलाई भविष्यमा चाहिँ कानुनी आधारको रूपमा पेश गर्न सकिन्छ, जो भविष्यमा महत्त्वपूर्ण साबित हुन सक्दछन्, जसलाई संरक्षण गरेर राख्नुपर्ने हुन्छ। ती दस्तावेजहरू, ती अभिलेखहरू, ती चाहिँ प्रतिवेदनहरू है, ती सामग्रीहरू चाहिँ के हुन्, अभिलेख हुन्। अब परिपत्र भनेको के हो भन्दाखेरि तालुक निकायद्वारा एउटै बेहोराको पत्र मातहतका सम्पूर्ण निकायलाई एकैचोटि पठाइने पत्र हो, जसमा कुनै काम गर्न नगर्न के गरिएको हुन्छ, निर्देशन गरिएको हुन्छ, महत्त्वपूर्ण सूचना सम्प्रेषण गरिएको हुन्छ। यो चाहिँ बुझ्नु पर्यो परिपत्र। तोक आदेश भनेको सेवाग्राहीले पेश गरेको निवेदनको सम्बन्धमा कस्तो कारबाही गर्ने भने अधिकार प्राप्त अधिकारीले मातहतको अधिकारीलाई निवेदनमै लेखेर दिने निर्देशन चाहिँ के हो, आदेश के हो, तोक आदेश हो। सो यसको सही आन्सर कुन हुने भयो त यो। अब टिप्पणी भनेको त अघि नै भनिसकेँ मैले, कुनै महत्त्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा प्रचलित कानुनको आधारमा है आफ्नो राय सहित अधिकार प्राप्त अधिकारी समक्ष पेश गर्न तयार गरिएको लिखित दस्तावेजलाई के भनिन्छ, टिप्पणी भनिन्छ। ल अब प्रश्न नम्बर 8 मा पुग्यौँ है हामी। प्रश्न नम्बर 8 मा के छ भन्दा पत्र व्यवहार सम्बन्धमा निम्नमध्ये कुन भनाइ सही होइन भनेको छ। अब अप्सनहरू पढौँ के छ। सही नभएको भने पत्रको भाषा शुद्ध हुनुपर्छ, ठिक छ। पत्रको असल पत्रमा हुनुपर्ने गुणहरूमा पर्छ शुद्धता, स्पष्टता, संक्षिप्तता, सरलता हो। व्यावसायिक पत्रको भाषा सरल हुनुपर्छ, यो पनि ठिक हो। जस्तोसुकै पत्र होस्, भाषा के हुनुपर्छ, सरल हुनुपर्छ, स्पष्ट हुनुपर्छ, शुद्ध हुनुपर्छ, बुझिने हुनुपर्छ। पत्र प्रभावकारी ढङ्गबाट लेख्नुपर्छ, यो पनि ठिक छ। तर व्यावसायिक पत्र धेरै लामो हुनुपर्छ, यो चाहिँ गलत छ है। कुनै पनि पत्र धेरै लामो हुँदैन, संक्षिप्त हुनुपर्छ, तर महत्त्वपूर्ण कुरा छुट्नु हुँदैन, यति बुझ्नु पर्यो। अब प्रश्न नम्बर 9 मा पुग्यौँ हामी। प्रश्न नम्बर 9 मा के छ भन्दा तल दिएका मध्ये कुन व्यावसायिक लेखा प्रणालीको सिद्धान्तभित्र पर्दछ। अब व्यावसायिकको कुरा आयो भने त्यो सरकार बाहेकको हो। यहाँ चाहिँ सरकारी सम्पत्ति तथा दायित्व भन्ने छ, यो चाहिँ पर्दैन, यो नै सही आन्सर हो। अप्सन नम्बर बी इज द करेक्ट आन्सर। अब प्रश्न नम्बर कतिमा पुग्यौँ हामी भन्दा 10 नम्बर। 10 नम्बरमा के छ क्वेसन, कार्यालय व्यवस्थापनको काम तलका मध्ये कुन हो हुन् भनेको छ। अब कुन चाहिँ हो त, योजना, समन्वय, उत्प्रेरणा, माथिका सबै, यो तीनटै हो। सो करेक्ट आन्सर इज माथिका सबै। यसको लागि POSDCORB भन्ने फर्मुला याद गर्नुहोस्। P भनेको प्लानिङ, P भनेको प्लानिङ, O भनेको अर्गनाइजिङ, त्यसपछि S भनेको स्टाफिङ,
त्यसपछि डी भनेको डिरेक्टिङ, CO भनेको कोअर्डिनेटिङ, त्यसपछि आर भनेको रिपोर्टिङ, बी भनेको बजेटिङ। खासमा व्यवस्थापनका मुख्य कार्यहरू यी नै हुन्। योजना बनाउने, सङ्गठन गर्ने, अनि चाहिँ स्टाफिङ भनेको जनशक्ति व्यवस्थापन गर्ने, डिरेक्टिङ भनेको निर्देशन दिने, कोअर्डिनेटिङ समन्वय गर्ने, यो रिपोर्टिङ भनेको प्रतिवेदन गर्ने र बजेटिङ भनेको बजेट निर्माण गर्ने। यो सँगै अरू पनि अभिलेख व्यवस्थापन, जनसम्पर्क व्यवस्थापन, गुनासो व्यवस्थापन, वातावरण व्यवस्थापन, परिवर्तन व्यवस्थापन, जोखिम व्यवस्थापन, यी सबै कार्यहरू छन्। तर मुख्य कार्यहरू के हुन्? यी हुन्। यो याद गर्नुभयो भने यो पनि सक्नुहुन्छ। अब अर्को क्वेसनमा जाउँ। क्वेसन नम्बर 11 मा ल तलका मध्ये कुन चाहिँ अभिलेख कहिल्यै पनि धुलाउन वा नष्ट गर्न मिल्दैन? अब कुन चाहिँ अभिलेख छ त है यसमा? यसमा कर्मचारीको सिट रोल छ नि, यो कहिल्यै पनि धुल्याउन मिल्दैन। त्यसैगरी सन्धि सम्झौतासँग सम्बन्धित कुराहरू पनि धुल्याउन मिल्दैन। नापी नक्सासँग सम्बन्धित विषयहरू पनि धुलाउन मिल्दैन। यति कुरा बुझ्नु पर्यो। नम्बर 12 मा, प्रश्न नम्बर 12 मा नेपालको संविधान अनुसार मौलिक हक र सो व्यवस्था सम्बन्धी धारा छनौट गरी उपयुक्तताको आधारमा जोडा मिलाउनुस् भन्ने छ। अब यसमा चाहिँ यो घोक्नुपर्छ है। धारा 16 देखि धारा कतिसम्म? 46 सम्म 31 वटा मौलिक हकको व्यवस्था गरिएको छ भाग 3 मा। यो चाहिँ भेरी भेरी इम्पोर्टेन्ट। अब सम्मानपूर्वक बाँच्न पाउने हक कोसँग सम्बन्धित छ? यो चाहिँ धारा 16 भनेपछि 2। न्याय सम्बन्धी हक धारा 20 मा छ। सम्पत्तिको हक धारा 25 मा छ र श्रमको हक धारा कतिमा छ? 34 मा। सो यसको करेक्ट आन्सर भनेको A2B1 C4 D3। A2B1 C4 D3 भनेको कुनमा छ? अप्सन नम्बर B। सो इट्स करेक्ट आन्सर इज अप्सन नम्बर B। अप्सन नम्बर B इज इट्स करेक्ट आन्सर। यो मौलिक हकहरू घोक्नुपर्छ है। सम्मा स्वत समा सञ्चार न्याय अपयातनीय छुवा सम्पद धर्म सूचक गुप्सो सोसी भाषा रोज श्रम स्वास्थ्य खाद्य आवास महिला बाल दलित ज्येष्ठ नागरिक समौ उपदेश निकाला अनि चाहिँ संवैधानिक उपचारको हक भन्ने छ। त्यो चाहिँ तपाईहरुले याद गर्नु पर्यो है। ल यो मैले यसरी पढाएको थिएँ, तपाईहरु अर्को तरिकाले पढ्न सक्नुहुन्छ, ठीक छ नि। ओके, अब छ क्वेशन नम्बर 13 मा पुग्यौं हामी। क्वेशन नम्बर 13 मा सार्वजनिक सेवा प्रवाहको प्राथमिक उद्देश्य तलका मध्ये कुन हो? प्राथमिक उद्देश्य त धेरै होला, तर प्राथमिक उद्देश्य चाहिँ कुन हो? निजी क्षेत्रको स्वार्थ अनुरूप काम गर्ने। सार्वजनिक सेवा भित्र चाहिँ निजी क्षेत्रको स्वार्थको अनुरूप काम गर्ने कहिले पनि पर्न सक्दैन। राजनीतिक प्रभाव वृद्धि गर्ने, यो पनि रङ। नागरिक कल्याण अभिवृद्धि, इट्स करेक्ट है। यो चाहिँ नागरिक कल्याणको सार्वजनिक सेवा भने कस्तो सेवा हो? जनताको बृहत्तर हित, उन्नति, कल्याण, प्रगति र समृद्धिको लागि राज्य वा राज्य अधीनस्थ निकायबाट प्रदान गरिने नियमित, आकस्मिक र विकासात्मक सेवाहरूको समग्रता चाहिँ के हो? सार्वजनिक सेवा हो भनेर बुझ्नु पर्यो। जसको मुख्य उद्देश्य भनेको जनताको हित, कल्याण, अर्थात् जनताको सर्वोपरि हित कायम गर्नु। ल अब अर्को क्वेशन है। प्रश्न नम्बर 14 मा पुग्यौं। विश्वव्यापी मानव अधिकारको घोषणापत्रलाई संयुक्त राष्ट्र सङ्घको साधारण सभाले कहिले पारित गर्यो भने चाहिँ 1948 को डिसेम्बर 10 हो। त्यही भएर डिसेम्बर 10 मा हामीले विश्व मानव अधिकार दिवस मनाउने गर्दछौं। सो इट्स करेक्ट आन्सर इज अप्सन नम्बर बी। अब प्रश्न नम्बर कतिमा पुग्यौं हामी भन्दा प्रश्न नम्बर 15 मा। नेपालमा नागरिक बडापत्रको थालनी कहिलेबाट? अघि नै भनिसके नेपालमा नागरिक बडापत्रको थालनी विक्रम सम्वत 2056 बाट भएको हो, जसमा चाहिँ कुन नारा सहित भएको थियो भन्दा निमुखालाई न्याय, विपन्नलाई आय र निमुखालाई न्याय भन्ने नारा सहित सुरु भएको थियो। अघि नै यसको बारेमा थप फिडब्याक मैले दिइसकेको छु। अब अगाडि बढौं। प्रश्न नम्बर 16। नेपालमा जिन्सी श्रेष्ठ प्रणाली कहिलेदेखि लागू भयो? विक्रम सम्वत 2020 है। अब प्रश्न नम्बर 17। सरकारी कार्यालयको आन्तरिक लेखा परीक्षण कसले गर्दछ? आन्तरिक लेखा परीक्षण, अन्तिम लेखा परीक्षण भन्ने हुन्छ। आन्तरिक लेखा परीक्षण भनेको अन्तिम लेखा परीक्षण पूर्व कार्यालयले राखेको लेखा नियमसङ्गत छ छैन हो, त्यो पत्ता लगाए त्यसलाई सच्याउनका लागि चाहिँ गरिन्छ। त्यो संगठन भित्रकै निकाय वा अधिकारीले गर्दछ हो। र अन्तिम लेखा परीक्षण भनेको वर्षको आर्थिक वर्ष समापन हुनै लाग्दा वर्षको अन्त्यतिर एकचोटि मात्रै गरिन्छ, जुन चाहिँ कसले गर्दछ? स्वतन्त्र संवैधानिक निकाय महालेखा परीक्षकले गर्दछ। अब हेर्नुस् है, महालेखा परीक्षकको कार्यालयले गर्दैन, आन्तरिक गर्दैन, यसले अन्तिम गर्ने हो। महालेखा नियन्त्रक कार्यालयले पनि गर्दैन, तर कोष तथा लेखा नियन्त्रक प्रत्येक जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालय हुन्छ, त्यो कार्यालयले के गर्छ? आन्तरिक लेखा परीक्षण गर्दछ। इट्स करेक्ट आन्सर इज अप्सन सी।
अब प्रश्न नम्बर पुग्यौँ हामी 18 मा। प्रश्न नम्बर 18 ले के भन्छ हेरौँ है। निम्न मध्ये कार्यालयको प्रमुख विशेषता कुन हो भन्छ। अब विशेषताहरू पढौँ कुन हो भनेर त्यसपछि भन्न सकिन्छ है। सूचना केन्द्र हो, सोधपुछ कक्ष पनि हो, सेवा केन्द्र पनि हो, अभिलेख केन्द्र पनि हो, गुनासो सुनवाई केन्द्र पनि हो, सेवा प्रवाह केन्द्र पनि हो। त अब के भन्नु पर्यो, माथिका सबै। अब यहाँनिर मनोरञ्जन केन्द्र हुन्थ्यो भने है, मनोरञ्जन केन्द्र हुन्थ्यो भने यो चाहिँ के हुन्थ्यो, गलत हुन्थ्यो। तर त्यो छैन, तीनटै कार्यालयका विशेषता नै हुन् है। ल, विभिन्न केन्द्रका रूपमा कार्यालयलाई परिभाषित गर्न सकिन्छ। अब त्यो के हो क्लासमा पढौँला हामी है। ओके, सार्वजनिक सेवा प्रवाह भन्नाले तलका मध्ये कुनलाई जनाउँदछ। सरकारी निकायबाट प्रवाह हुने सेवा हो, सरकारी निकायले। त्यसपछि सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवा यो पनि हो, र सामुदायिक संस्थाबाट प्रवाह हुने सेवा यो पनि हो, सार्वजनिक सेवा। सो इट्स करेक्ट आन्सर इज माथिका सबै, अप्सन नम्बर डी। अब प्रश्न नम्बर हामी पुग्यौँ 20 मा। तलका मध्ये है, तलका मध्ये सहायक कर्मचारीको काम कुन होइन भने। सहायक कर्मचारीको कार्यालयको अग्रभागमा रही कार्यालयका काम कारबाहीहरूमा जिम्मेवारीपूर्ण ढङ्गले सहयोग गर्ने सबै तल्लो तहका सबै कर्मचारीहरू के हुन्, सहायक कर्मचारी हुन् है, सहायक कर्मचारी हुन्। यसमा चाहिँ नासुदेखि तलका वा चाहिँ तहगत आधारमा चाहिँ 5औं तहदेखि तलका कर्मचारीहरू पर्दछन्। अब हेर्नुहोस् है, यिनीहरूको मुख्य कार्य के हुन्छ त। चिठी पत्रको दर्ता चलानी गर्ने हो, फाइलिङ गर्ने पनि हो यिनकै काम, बैठक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पनि हो, तर निर्णय गर्ने चाहिँ होइन। निर्णय गर्न आवश्यक सूचना उपलब्ध गराउने र निर्णयका लागि सहयोगी भूमिका निर्वाह गर्ने यिनीहरूको काम हो, तर निर्णय गर्ने काम यिनीहरूको हुँदैन। निर्णय गर्ने काम कार्यालय प्रमुखको हुन्छ। सो इट्स करेक्ट आन्सर इज अप्सन नम्बर डी। अब प्रश्न नम्बर 21 मा पुग्यौँ हामी। प्रश्न नम्बर 21 मा के छ भन्दा वैज्ञानिक व्यवस्थापनका सर्जक भनेर कसलाई चिनिन्छ। यहाँ 4वटा नामहरू दिएको छ, मैक्स वेबर, लुथर गिलिक, हेनरी फयल र एफ.डब्ल्यू. टेलर। यसको सही आन्सर एफ.डब्ल्यू. टेलर हो। अप्सन नम्बर डी इज द करेक्ट आन्सर। लेट्स गो अहेड। अब प्रश्न नम्बर 22 मा के छ। नेपालको संविधानको धारा 48 मा उल्लेखित नागरिकको कर्तव्य अन्तर्गत तलका मध्ये कुन पर्दैन भन्ने क्वेसन छ। अब यहाँ अप्सनहरू 3टा चाहिँ के दिन सक्छ, 3टा संविधानमा भएको र एउटा नभएको दिन सक्छ। संविधानको पालना गर्नु संविधानमा छ, संविधान र कानुनको पालना गर्नु भन्ने छ। राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु यो पनि छ। सामाजिक र सांस्कृतिक रूपान्तरण गर्नु यो कर्तव्य त हो, तर संविधानमा उल्लेखित छैन। सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षणको यो उल्लेखित छ। 4वटा कर्तव्यहरूमध्ये संविधानमा उल्लेखित यी 3 कर्तव्य हुन्, यो चाहिँ संविधानमा उल्लेखित छैन। तसर्थ यसको करेक्ट आन्सर कुन हुन जान्छ त भन्दाखेरि अप्सन नम्बर सी। अब प्रश्न नम्बर पुग्यौँ हामी 23 मा है। LMBIS कुन विषयसँग सम्बन्धित छ। सिम्पल छ यसको आन्सर, बजेटसँग सम्बन्धित। यसको फुल फर्म लाइन मिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टम भन्ने हुन्छ। ल, प्रश्न नम्बर 24 मा अभिलेख व्यवस्थापनको फेरि दोस्रो क्वेसन आयो है। अभिलेख व्यवस्थापनको दोस्रो क्वेसन के छ। कार्यालयमा अभिलेख व्यवस्थापनको मुख्य उद्देश्य के हो। अब यहाँ 4वटा उद्देश्य दिएको छ, यो मध्ये मुख्य उद्देश्य चाहिँ कुन हो है। मुख्य उद्देश्य हेर्नुपर्ने हामीले, कार्यालयमा भएका पूर्ण कागजातको उपयोग गर्नु यो उद्देश्य त हो यो पनि है। त्यसपछि कार्यालयमा सिर्जना भएका र प्राप्त भएका कागजातहरू फाइलिङ गर्नु अभिलेखको लागि यो पनि गरिन्छ। कागजातहरू दर्ता चलानी अनुसार सिलसिलेवार रूपमा मिलाइराख्नु यो पनि के हो, अभिलेख व्यवस्थापनभित्र नै पर्छ। तर यसको मुख्य भनेको कार्यालयमा रहेका कागजातहरूको सङ्ग्रह गर्नु, सुरक्षा गर्नु, उपयोग गर्नु र त्यसलाई चाहिँ सम्भार गर्नु प्रमुख उद्देश्य कुन हो यो। सो इट्स करेक्ट आन्सर इज अप्सन नम्बर डी। ल, यस्तै कन्फ्युजेबल सोध्छ। प्रश्न नम्बर कतिमा पुग्यौँ हामी, 25 मा पुग्यौँ। दिएका भनाइमध्ये कुन चाहिँ गलत हो पत्ता लगाउनुहोस् भन्ने क्वेसन छ है। अब यो भनाइहरू पढौँ, राम्रोसँग पढ्ने, यो पढ्दाखेरि फेरि मिस्टेक हुन्छ राम्रोसँग पढेन। सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु नागरिकको कर्तव्य, बिल्कुल सही, यो संवैधानिक कर्तव्य। एकैसाथ धेरै कार्यालयमा एकै बेहोराको पत्राचार गर्नु बोधार्थ हो, यो गलत। यहाँनिर के परिपत्र हुन्थ्यो भने चाहिँ सही हुन्थ्यो है, परिपत्र हुन्थ्यो भने सही हुन्थ्यो, यो गलत भइहाल्यो। पत्र व्यवहार गर्दा पत्र सङ्ख्या विवरण चाहिँ चिठीको बायाँ भागमा लेखिन्छ हो, यहाँ पसङ हुन्छ, चनम हुन्छ, अनि राइटतिर के हुन्छ, मिति हुन्छ। यस्ता कुरा नि ध्यान दिनु पर्यो। बिचमा के हुन्छ, विषय हुन्छ, माथि कार्यालयको नाम ठेगाना हुन्छ, कार्यालयको नाम ठेगानाको राइटपट्टि के हुन्छ, कार्यालयको सम्पर्क नम्बर, अनि चाहिँ इमेल, फ्याक्स, यी सबै कुराहरू हुन्छन् भनेर बुझ्नु पर्यो है। अब अर्को
टिप्पणी लेख्दा सम्बन्धित विषयवस्तुसँग सान्दर्भिक विषयहरू उल्लेख गर्नुपर्छ। यो पनि ठिक छ। यसको सही आन्सर के हो? बी। ओके, अब आयो क्वेसन नम्बर कति? 26। क्वेसन नम्बर 26 ले के भन्छ? लेट्स रिड। नेपालमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी नीति कानुन र मापदण्ड निर्धारण गर्ने कार्य कसले गर्दछ? यो चाहिँ नेपाल सरकार कार्यविभाजन नियमावलीमा यो सम्बन्धी व्यवस्था छ। 22 वटा मन्त्रालय छन्। ती 22 वटै मन्त्रालयहरूको काम कर्तव्य र अधिकार त्यहाँ उल्लेख गरेको छ। त्यहीमा चाहिँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका काम कर्तव्य र अधिकारमा यो विषय उल्लेखित छ। सो यसको आन्सर कुन हो भन्दा सी है, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय। अब प्रश्न नम्बर कतिमा पुग्यौँ हामी? 27 मा है। अब 30 वटा क्वेसन ल्याएको छु। अब अन्त्यतिरसम्म हामी नेपालमा कहिलेबाट आयोजनाहरूलाई P1, P2, P3 प्राथमिकरणमा वर्गीकरण गरी बजेट विनियोजन गर्न थाल्यो? यसको सही आन्सर हो 2059-60 है, आर्थिक वर्ष। अब प्रश्न नम्बर कतिमा पुग्यौँ? 28 मा सार्वजनिक सुनवाईमा देखाएका मध्ये कसलाई आमन्त्रण गर्नु आवश्यक हुँदैन? अब हेरौँ है, कसलाई आमन्त्रण गर्नु आवश्यक हुँदैन। विषयगत सम्बन्धित विशेषज्ञहरूलाई त पर्यो नै, नागरिक समाजका प्रतिनिधिहरूलाई पनि पर्यो, स्थानीय तहका पदाधिकारीलाई पनि पर्यो, तर आन्तरिक लेखा परीक्षकको कुनै काम हुँदैन। सो यसलाई चाहिँ बोलाउन आवश्यक छैन भनेर भन्न सकिन्छ। अब प्रश्न नम्बर 29 मा मन्त्रालय वा केन्द्रीय निकायबाट नीतिगत स्पष्टता वा कार्यगत एकरूपताको लागि मातहतका निकाय कार्यालयहरूमा पठाइने निर्देशनात्मक पत्रलाई के भनिन्छ भने चाहिँ यो पत्र भनेको के हो? परिपत्र नै हो। भाषा फरक गरेर सोधिदिन सक्छ, बुझ्नु पर्यो है। पत्र व्यवहार छुट्टै हो। कार्यालय व्यवस्था दुई पक्ष बीच हुने लिखित रूपमा हुने सूचना तथा जानकारीको आदान प्रदान चाहिँ के हो? पत्र व्यवहार हो। तोक आदेश भनेको त के अरे अघि नै भने मैले सेवाग्राहीले पेश गरेको निवेदनको सम्बन्धमा अधिकार प्राप्त अधिकारीले चाहिँ के कारबाही गर्ने भने मातहतको कर्मचारीलाई लेखेर दिने आदेश। तर कहाँ लेख्छ त्यो सम्बन्धित सेवाग्राहीले दिएको निवेदनमै लेख्छ। ल, टिप्पणी अघि नै भनिसकेँ मैले है। यति कुरा तपाईँहरूले बुझ्नु पर्यो। यसको सही आन्सर कुन हो? परिपत्र हो। अब लास्ट क्वेसनमा महालेखा परीक्षाको पदावधि नियुक्तिको मितिले कति वर्षको हुन्छ? त्यो सिम्पल छ, 6 वर्षको हुन्छ। हरेक संवैधानिक निकायका पदाधिकारीको पदावधि नियुक्ति मितिले कति वर्षको हुन्छ? 6 वर्षको हुन्छ। यति चाहिँ बुझ्नु पर्यो। ल साथीहरू, आज मैले 30 वटा क्वेसनहरू कलेक्ट गरेर ल्याएको थिएँ। अब यस्तै क्वेसनहरू सोध्ने हो। यसमा अरू त सजिलै छ, तर जुन कार्यालय र सार्वजनिक व्यवस्थापनबाट सोध्ने क्वेसनहरू छ त्यो चाहिँ अप्सनहरू बनाउन हैन, त्यो मिलाउन अलिकति गाह्रो हुन्छ। त्यसको बारेमा हामी डिटेलमा कक्षामा छलफल गर्नेछौँ। हामीसँग जोडिनुस्। धन्यवाद। थ्याङ्क यू भेरी मच।